सँगसँगै है अब आँप चाहिँ भेराइटीहरू निस्किन्छ साथीहरू, तर त्यति साह्रो त राम्रो निस्केको छैन। तर यो अल्फान्सो आँप देखेपछि मलाई यो डिस बनाउन मन लाग्यो होइन। यो बेस्ट डिस हो मेरो। इन्डियामा बस्दाखेरि यो बङ्गालीहरूले बढी बनाएर खान्छन् होइन। यसको नाम चाहिँ भक्वा दही भनेको मतलब भातमा पकाएर बनाउने भएको भएर पहिला दहीलाई चाहिँ नि मैले यसरी हङ्कट बनाएँ, त्यसको पानीहरू निचारेर 2-3 घन्टा झुन्याइदिएँ। त्यसपछि आँपको पल्प निकालेँ र चाहिँ नि यो कन्डेन्स मिल्क चाहिँ नि यसमा चाहिँ नि 4 चम्चा जति राखेँ। थोरै ल्वाङ सुकमेल दालचिनीको धुलो राखेँ र यिनीहरू सबैलाई एक ठाउँमा राखेर मिक्स गरेँ होइन। मिक्स गरिसकेपछि यता एउटा कराईमा पनि मैले तातो पानी तताएँ। त्यसमा चाहिँ एउटा स्ट्यान्ड डाइरेक्ट चाहिँ नराख्ने, एउटा स्ट्यान्ड राखेर पानी बोइल हुन दिने। र यता चाहिँ नि तपाईँले कुन भाँडामा जमाउनुहुन्छ होइन त्यो भाँडामा चाहिँ थोरै ग्रिज गर्ने, तेल अथवा घिउ राखेर ग्रिज गरेर बटर पेपर एउटा सानो टुक्रा राख्ने यसरी। त्यसपछि अनि त्यो सबै मिक्स तपाईँले चाहिँ नि त्यो मिक्सर चाहिँ नि सबै त्यसमा राखेर फोइल पेपरले यसलाई ऱ्याप गर्ने। ऱ्याप गरिसकेपछि अनि त्यहाँबाट लगभग 30 देखि 40 मिनट चाहिँ नि यसरी बाफमा यसलाई छोपेर पकाउनुपर्छ। यसरी पाकिसकेपछि यो थोरै मात्र गिलो हुन्छ होइन, नत्र चाहिँ नि यो लगभग 90% जमेको हुन्छ। एउटा टुथपिकको सहायताले पनि तपाईँले हेर्न सक्नुहुन्छ होइन। यसरी टेस्ट गरेर हेर्ने, टुथपिकमा टाँसेन भने चाहिँ नि यो भयो। त्यसपछि अनि यसलाई फ्रिजमा राखिदिने 4-5 घन्टा राखेर अनि त्यसपछि यसरी जम्छ होइन। जम्ने भनेर आइसक्रिम जस्तो हुँदैन, तर एकदम यमी हुन्छ, एकदम टेस्टी र गर्मीमा एकदम शीतल, बच्चाहरूले पनि मन पराउँछ होइन। गुलियो चाहिँ बच्चाहरूलाई अलिक बढी मनपर्ने हुनाको कारणले गर्दा तपाईँले चिनी हाल्न सक्नुहुन्छ। मैले चाहिँ चिनी हालिनँ, सिर्फ कन्डेन्स मिल्कको गुलियो मात्रै। एकदम सो यमी, सो टेस्टी होइन। गर्मीको लागि चाहिँ नि स्वागत गर्न तयार हुनुहोस् होइन। तपाईँहरू पनि बनाएर एकचोटि ट्राई गर्नुहोस् होइन। मिठो हुन्छ होइन, सधैँ दाल भात कति खाने होइन। आँप यत्तिकै खाना भन्दा पनि यसरी बनाएर खाँदाखेरि अझ धेरै टेस्टी हुन्छ है त। एकचोटि ट्राई गरेर हेर्नुहोस्। ओके, बाई बाई।